नेपालगञ्जको भेरी छ क्या अहिले हजुर हजुर ए हजुर बुटल बस्नु त चाहिँ हामीहरू बसेको है गुड मर्निङ दिदी हजुर हुन्छ some coffee for us. Taste was good or not? एकदम ठिक छ है मैले बनाउन जान्ने छु किन भ्यू हेर्ने भनेर आउनु भएको थियो नेपालगञ्जबाट आयो भने जहिले सोध्नु अनि भाइले चाहिँ अहिले के गरेर आउने के गर्छैन टुवेल दिएर बसिरा ठिक भएको पनि कोटी हुन्छ ल्यान्सम रहेछ नि फेरि माथि गएर आएर फर्किहाल्ने होइन माथि गएर कति दिनको लागि आउनु हामी चाहिँ एक हप्ताको लागि आएको अब त्यसमा 1-2 दिन एक्स्ट्रा आउनुपर्छ दाङको मेरो कुन ठाउँको एकजना साथी थियो दाङको एउटा त्यो पनि आउनुहुन्छ त्यो टिकटकमा भाइरल हुनुहुन्छ रबिनपुर मगर ए फिलिलियो सही भाइ गोराइको फिलि सन्देश खासै डोल्पामा बाटो नराम्रो छैन अब यो बाटो भनेको यो ठाउँमा आउनुलाई यो बाटो भनेको एकदम राम्रो हल्का चाहिँ त्यहाँनिर खोला पर्ने रहेछ इफ पानी पर्यो भने चाहिँ त्यहाँनिर गाह्रो हुँदो रहेछ यहाँ उतानिर हजुर कान्छी बजारदेखि तल खोलाबाट हाल्नुभयो बाइक हजुर धन्न गएन अस्ति एकजना मान्छे गएर मैले त्यहाँ मान्छेहरू गएको है मुनि खसेको है बाइक मैले तानिदिएको अस्ति बाइक र मान्छे त्यहाँबाट म जाल खेल्न गएको थिएँ मान्छे मार्नु त्यहाँबाट तानेको त्यहाँ माथिबाट बाटो छ नि यत्रो त्यो जुन खोला तर्नु भयो नि त्यसको माथिबाट बाटो माथि एउटा पक्की पुल भेट्छ त्यहाँबाट आउँछ अनि त्यो पुल हामी आयो हो अलि अर्को पुल हो क्या अर्को खोला हो क्या अर्को खोला कहाँ छ र खासै खोलै तर्नु पर्दैन यहाँबाट नै त्यो थाहा नभएर होला एउटा पुल तर्यौँ अब तल्लुदेखि माथि पुरै दुईटा झोलुङ्गे हजुरको हामीले अर्को एउटा खोला कहाँनिर तरेको भन्दाखेरि त्यो एउटा ठुलो येल्लो स्टोन भन्ने ठुलो छहरा छ नि हो त्योदेखि उतातिर नै एउटा खोला तरेको थाहा नपाएर हो क्या तपाईँहरू त्यहाँ पनि त झोलुङ्गे पुल छ माथि छ क्या लगभग देख्दैन त्यो झोलुङ्गे पुलबाट आयो हामी कि झिरी हामी त्यो लामोवाला होइन त्यो अलि साङ्ग्रोबाट हाल्नुपर्छ नि हो साङ्ग्रोबाट हाल्नुपर्छ त्यो त हुँ तल हो कि त्योभन्दा माथि एउटा खोला तरेको हिजो राति खोलै तर्नु पर्दैन हो जिजे अब हामी पनि हिजो त्यो राति यो भेरी र एउटा सानो यतादेखि आएको खोला मिसिन्छ नि हामी बाटो नथपाएर सिधै त्यही भेरीमा हाल्न लारहेछ कि यस्तो गऱ्यो भने त धेरैले बाइक बगाएको छ नि योदेखि तल खोलामा हामीले हाल्न चाहिँ हालेन अनि माथितिर हेऱ्यो झुलुङ्गे पुल रहेछ त्यसलाई खोज्दै आएको त्यो हुन्छ कि हामीले झुकिरहेको थियो त्यहाँ बाटो छ होला नत्र खोला कति ठुलो थियो भन्नु न यहाँसम्म आउँथ्यो होइन बाइक बग्थ्यो नि अस्ति बाइक कान्छी बजारदेखि तल अस्ति एउटाले बगाएर हामीले तानिदिएको बाइक बगाएर तल खोला मान्छे बगाएर तल कुनामा लिएर टाँसेर थियो कि मैले भिडियो देखाएको थिएँ कि कता मैले भनेको थिएँ नि यही खोलाले हो जस्तो लाग्छ भनेर हिजो मलाई तार्दाखेरि चाहिँ पुलिस बोलाएर तानेको त खोलामा चाहिँ आफू जबरजस्ती गर्नु हुँदैन यता सोधेर यताउता हेर्नुपर्छ राति आएको चाहिँ कोही नि नभेट्ने कि हामीलाई धेरै राति आउनु त्यो गियरको फुस्क्यो नि त त्यति पनि टाइम हुन्छ अब एनएसको गियरको नै त्यो फुस्किएको के गियर नै एकमा अड्कियो एकमै त हिँड्नै भएन
अनि त्यही भएर पनि त्यो गराउँदा फेरि धन्न टुल्किरहरू रहेछ बुलेटमा बुलेटमा त हुन्छ त्यो फेरि भर्खर निकालेको अनि त्यस्तो त्यसले अब धन्न पाइयो र बनाइयो भनौँ न एलङ्की रहेछ र सजिलो भयो बनाएर आउँदा फेरि टाइम लाग्यो नभए टाइममै कति टाइममा आइपुग्थ्यो होला अनि होटेलहरूलाई फोन गर्छौँ कोहीले नउठाइदिने कोहीले ब्यानरमै हजुरको 11वटा नम्बर टास दिएको नि अनि धन्न यहाँ कल गऱ्यौँ उठ्नु भयो दिदीहरू खाजा साजा रातिमा उठ्दैन यहाँको मान्छे भए पनि त रातिमा खासै मान्छेहरू त्यस्तो उठ्दैन चासो लाग्दैन राम्रोसँग सुत्यो उठ्यो हामी त राति नै पुगिरहेको राति नै पुग्नु म पुरै मस्त सुतिरहेको थिएँ हामी मुस्टिकोट नि हजुरको कति समथिङ 1:30 आइपुगेको थियो दाङदेखि हामी ढिलो हिँड्यो पानी परेको थियो पानी पनि पऱ्यो झन् लास्ट ठुलो यतातिर पानी पऱ्यो कि नै यतातिर पानी पऱ्यो तर थोरै पऱ्यो तर यता तराईतिरको जस्तो खासै रिक्स हुँदैन कि रिक्स हुँदैन यहाँतिर पानी पऱ्यो भने तराईतिर त त्यो काठमाडौँतिर पाहाडतिर अनि नेपालमा त्यस्तोतिर त डेन्जरै हुन्छ नि त पानी पऱ्यो भने पानी पर्छ तर त्यो रिक्स हुँदैन क्या त्यसको बाटो क्लियर गरेर हिँड्नुपर्छ सुलिगारदेखि माथि एउटा ठाउँमा पुल छ त्यहाँबाट यहाँदेखि कति टाइम लाग्छ होला पुग्न त्यहाँ पुग्न सुलिगार हजुर सुलिगार पुग्न बाइकमा अब मलाई त यहाँबाट कुनै पुग्न 15 मिनट लाग्छ अब तपाईँहरू हामी सधैँ चलाएको बाटोहरू कस्तो पिज हो पिज होइन अफरोड तर राम्रो छ एकदम राम्रो अफरोड तपाईँहरूलाई कति लाग्ला भने चाहिँ यहाँबाट सुलिगार पुग्न 22-23 मिनट लाग्छ त्यहाँदेखि त्यहाँ बाइक राखेर चाहिँ हामी हिँड्ने है त्यहाँ बाइक राखेर त्यहाँ लाइक आर्मी ब्यारेकमा के चेक गर्छ के चेक गर्नु हतियारहरू लान पाउँदैन हजुर अब यो क्यामेराहरू पनि कुन ठाउँमा युज गर्ने नगर्ने सिकाउँछ होला हजुर ड्रोनहरू त लान पाउँछ तर फुक्सुन्डो माथि उडाउन पाउँछ कि पाउँछ हामीले यहाँ यो ठाउँमा ड्रोन उडाउन पाउँछ अनि माथि टपमा गएर उडाउनु पर्छ यहाँ मन्दिर पनि छ यहाँ मन्दिर अब कति रेन्जसम्मको 5 किलोमिटर हान्छ 5 किलोमिटर हान्छ पुग्छ यहाँ मन्दिर उता पर डाँडाको है मैले भनेको थिएँ नि अघि ठुलो लेन्स भएको भए खिच्दियो होला भनेर त्यही मन्दिर हो सबैभन्दा फेमस मन्दिर हो नि त त्यो उता त्यो पुलको साइडबाट छ है हिँडेर जाने सिडी त्यही पुग्छ हामी त्यहाँ हो त्यहीमा हालेको थियो कि हामीले मुनि हालेको थियो पुल नदेखेर फेरि माथि हेऱ्यो पुल रहेछ अनि बाटो खोज्दै आएको के अब कोही सबै फर्स्ट टाइम आएको ट्र्याक्टरै पकाएको अनि गाडीहरू चाहिँ कहाँ देखाउँछ नि गाडी चाहिँ तलैबाट आउँछ खोलाबाट आउँछ खोलामै हाल्छ गाडी चाहिँ एभ्री रिभर क्रस गर्ने हो बाइक चाहिँ माथिबाट आउँछ बिहान यसो गएको भए त मन्दिर घुमेर आउनु डेन्जर राम्रो छ हामी अब थाकेर आएको त्यही माथि मजन हल्का बिरामी त्यही माथि पानी पसेर रुगाएको गिले घानेको अनि आउँदा आउँदै बाटोमा केटाहरू उतातिर बसिरहेको यतातिरको मौसम त्यस्तो जेल्नै छैन कि जोक्दै त्यही उताको र यताको धेरै फरक परिहाल्ने रहेछ सबै ठाउँ घुमेको छ भनौँ न म नि उता पुगेछु हामी त्यति टाढा चाहिँ गएको होइन लाइक अब हाम्रोदेखि हामीले थाहा पाउने एरियाहरू हामीले अब एउटा नर्मल्ली थाहा पाउने हुन्छ नि रारामा पुगेको छ रारामा यो ग्रुपमा चाहिँ म गएको छु केटाहरू चाहिँ गएको छैन रारा पनि लस्टै बेस्ट छ फर्किने बेला छिर्ने हरिब छ रारा एकदम यहाँदेखि चाहिँ लास्टै डेन्जर छ कि खेल्ने कति पर्छ नि घोडासम्म पर्छ नि 1 फिट जति पर्छ माथि त्यो ठाउँमा चाहिँ फेरि मान्छे डुबाउनै पर्छ फेरि एसकेमा तिर्ने ठाउँमा कस्तो दामी देखिरहेको थियो कि हामी त राति आएको अब यता पनि पाइन्छ कि पाइन्छ हरेक ए किन्न देख्नु यही हुर्केको मान्छे जङ्गलतिर डुलिरहन्छ नि हामीले उतातिर गोरल राति देखे जस्तै हो कि यता चितुवा भएको सुलिगारभित्र छिर्यो भने मजाले देखिन्छ क्या घोरल झारल नाउ नेसनल पार्क नै हो क्या नि नेसनल पार्क नै हो कहाँदेखि सुरु हुन्छ ठ्याक्कै सुलिगार त ठ्याक्कै त्यो बाइक राख्दा बित्तिकै भित्र त पुरै रमाइलो मात्र हो क्या जनावरहरू देखिने माथि जाने पुल पारी गएपछि भइहाल्यो त्यहाँबाट हिँडेर सब ठाउँ पुरै यहाँ स्कुलहरू चाहिँ कति टाढा छ नजिकै अहिले त स्कुलमै बाइक जान्छ एउटा यहीँ बोर्डिङ छ त्यहाँ माथि हाई स्कुल छ माथि हाई स्कुल धेरै छन् रोजी पढ्न पायो क्या कुन स्कुल जाने भन्ने हुन्छ मजाले ब्याचलर सबै
यहाँदेखि दुनै बाइक जान्छ नि एउटा तपाईँहरूले एउटा आइडिया यहाँबाट सुलिगार यता बाइक नराख्ने डाइरेक्ट दुनै जाने दुनै हल्का हेर्ने दुनैहरू सामान किन्ने दुनैबाट अब एउटा पुल तरेर पारी गएर डाइरेक्ट पारी आएर सुलिगारको अलिक भित्रैसम्म जान्छ बाइकहरू पनि एकदम सेफ हुन्छ क्या यता राख्नै पर्छ सबैले यता राख्छ तपाईँहरू चाहिँ दुनैबाट घुमेर आएर राख्ने क्या ठाउँ पनि हेर्न पायो बाइक पनि सेफ हुन्छ बाइक सेफ हुने ठाउँ चाहिँ राख्नुपर्छ मेन कुरा चाहिँ त्यहाँ राख्यो भने आर्मीले ड्युटी गरे हुन्छ सेफै हुन्छ सेफ हुन्छ तर किन भने उता त अलि भित्र राख्नु पाइँदैन त्यहाँ त खुल्ला हो माथिबाट ढुङ्गा यताउता आयो भने खुल्ला भयो भने आर्मीले एनी टाइम ड्युटी गरे हुन्छ त्यो नि हो तर डोल्पा लास्टै ठुलो नि तर नेपालको सबभन्दा ठुलो जिल्ला जिल्ला नै हो सबभन्दा ठुलो राम्रो पनि छ भित्रभित्र अरू ठाउँभन्दा चाहिँ बाटो पनि बेस्ट छ यतिको बाटो गर्नु भनेको घोडामा गयो भने त फेरि यहाँबाट बिहान गयो भने त्यहाँ खाजा खानु पुगिहाल्छ नि घोडा त अनि यहाँ घोडा कम्पिटिसन हुन्छ त्यस्तो घोडा हुन्छ यहाँ त बाइकलाई जित्दिने घोडाहरू हुन्छ हर्स राइडिङ जलजलामा पनि हरिब घोडा स्टम देखाइदिने के त्यही दुनैमा हुन्छ त हजुर फागुन 7 गतेमा घोडा रेस हुन्छ नि ए फागुन 7 गते घोडा रेस त्यो खासै राम्रो त्यो माथि कसले नर्मलले कि पुलिसले किन गाली गरे अलि माथि उता मन्दिरसम्म उडायो नि हुन्छ तिनीको घर लिएर कोचबिहार अलि माथि उडाउनुपर्छ नि कहाँ घरमा अलि हाइट हान्नुपर्छ यी जान्नु भएको थियो के भन्नुभयो त त्यति हाइट भयो त अनि कभर गरिहाल्छ त्यति हाइट भयो भने हामी घरमै उडायो छतमाथि उडायो पुगायो होला के त्यसले ठ्याक्कै त्यहाँ राखेर वरिपरि भ्यू खिचिरहेको थियो कि अरे त्यो क्यामेरा खिचेस नजिकबाट खिच्छ कि ड्रोन अलि टाढाको मान्छेहरूले नेगेटिभ छ कि हाम्रो घरको यताउता हेर्न खोज ठिक छ ठिकै छ भ्यूहरू जति नै हुन्छ सुलिगार लिएर उडाउने त्यहाँ आर्मीहरूले ड्रोनहरू चेक गर्छ नि गर्छ तर कुन ठाउँमा उडाउने नउडाउने भनेर सबै भनिदिन्छ कि भनिदिन्छ होइन लङ मेन नामलाई उता अब उडाउने ठाउँहरू लिमिटेड एरिया हो त्यो पर्मिसन लिनुपर्छ होला नि जाने सबै भनिदिन्छ कि तपाईँले के गर्नु पर्छ सामान के छ भन्छ तपाईँले लुकाउनु हुँदैन मसँग यो छ सबै भनिदिनु त्यसपछि उसले सबै भनिदिन्छ कि यो ठाउँमा यस्तो गर्नु यो ठाउँमा यस्तो यस्तो सबै भनिदिन्छ सानो नाइफ सर्टेनहरू गार्नलाई त्यस्तो केही हुँदैन त्यो त क्याम्पहरू बस्ने मान्छेसँग त अनिवार्य हुन्छ नि त्यस्तो केही हुँदैन त्यो त फलफुल काट्ने यताउता सबै भइहाल्छ खानेकुराहरू काट्नलाई याकहरू पाउँछ कि नै पाउँछ मजाले आँकको मासु पाउँछ सुकुटीहरू पाउँछ मजाले च्याङ्राको कुनै ठाउँमा त किन नपाउनु छुर्पीहरू च्याङ्राको दुधहरू पनि पाउँछ होला हरियो दुध खानु मन लाग्यो हामीलाई दुध त्यहीँ याकको त होइन यहाँ त भैँसीको पाउँछ याकको पाउँछ होला ठाउँ हुन्छ होला नि यसमा नि हो नि एमआरपी आयो त्यो कुन रुट हुँदै जुन हामी जुन बाटो हिँड्यौँ त्यही हामी जुन बाटो हिँड्यौँ त्यही बाटो हुँदै हो के आएको तर तिनीहरू पोखराबाट आयो पोखराबाट उताबाट सिधै रुकुमतिर आयो सुर्खेत आएको हो होइन सुर्खेत हुँदै होइन पोखरा हुँदै आएको होला पोखराबाट रुकुम मैकोट हुँदै आएको हो क्या पोखरा हुँदै आएको हो त्यो दाङ छुँदै छैन नि दाङ चाहिँ छैन उता सुर्खेत जाँदाखेरि त उता जाँदाखेरि हो डोमिनार थियो होइन त्यो बेला होइन एक्सपल्स त्यो बेला मलाई नि राइड अफर आएको थियो एक्सपल्सबाट मेरो इक्जाम थियो आएन त्यतिखेर मलाई नि उनीहरूको मैकोट हुँदै आएको एकचोटि डोमिनारमा पनि यो हामी जुन बाटो हिँडेको थियौँ डोमिनार आएको उतिखेर उता के अरे जाजरकोट कहाँ पुगेको थियो कि त्योहरू डोमिनारबाट आउँदाखेरि उता सुर्खेत सुदूरपश्चिमतिर गएको क्या त्यो हिँडेको थियो कि एकचोटि त्यो रुट डोमिनारबाट आउँदा उता सुदूरपश्चिम गएको कता कता आउँदै चाहिँ उ आएछ फेरि पोखराको मगुरुङ अस्ति भर्खर त्यो लिएर हामीले चाहिँ त्यसलाई लास्ट फलो गर्छ मैले सबैको हेर्छु अलिअलि मैले मगुरुङलाई चाहिँ लास्ट चाहिँ फलो गरेर हुन्छ 600मा बन्दुक आउँछ भन्छ हरिब छ मगुरुङ चाहिँ त्यो चाहिँ उता पोखरा मुस्ताङबाट
त्यो पनि यहाँ आएर यहीँदेखि गएको होइन होइन यहाँ आएको छैन उपर उता पोखराको भित्र बुढारबाट के उपर डोल्पा डाइरेक्ट उसको घर पोखराबाट यताबाट उताबाट जान्छ नि पोखराबाट माथि पुरै माथि उपर डोल्पा बाटो एकदम एक्सट्रिम रहेछ तर माथि पुगेपछि चाहिँ बाटो छ अरे नि राम्रो त्यहाँको अन्त चाइनिज बाइकहरू मजाले चलाउनु पाइन्छ पुरै चाहिने भाडामा तेल पनि 1000 रुपियाँ लिटर अरे डेन्जर महँगो बाइक भन्दा तेल महँगो भन्छ नि त त्यतातिर क्रस फायर बाइकहरू 1 लाख 2 लाखमा पाइन्छ नि त्यहाँ नम्बर प्लेट हुन्न पछाडि साउन्ड सिस्टम हुन्छ मजाले गीत बजाउँदै हिँड्नु पायो अनि ग्लभ्स अलरेडी चौरीको छालाको बाइकमा अलरेडी क्लब्स हुन्छ त्यसै देखेर हुन्थ्यो प्रायः जस्तो आफै मोडिफाई गर्छ के जुगाड गर्ने उनीहरूलाई चाहिँ ठिक हो किनकि बाइक सस्तोमा आउँछ त्यो तेल महँगो हो उनीहरूलाई पैसाको मतलब हुँदैन नि त यतातिर त हरेक कुरामा पैसा हुन्छ कि खर्च पनि त्यति साह्रो हुन्न उतातिर त महँगाइ बढी छ नि त हामीले महिनामा 20-25 हजार कमाउँछौँ भने उनीहरूले 2-3 लाख कमाइदिन्छ महँगाइ पनि उत्तिकै हुन्छ फेरि बिजनेस हुन्छ उनीहरूकै काठमाडौँ घर हुन्छ भोटेहरूको उता ताङतिर हेरेर त यताको मान्छे हरेक बस्नलाई हामी गरिहाल्छ टेन्टहरू हामीसँग सबै छ हामीलाई जस्ट एकजना लोकल चाहिएको भनौँ न त्यही 7-8 हजार लान्छ होला 7-8 हजार लान्छ होइन अनि 7-8 हजार हो त राम्रो हो है हामीलाई गाइडेन्स पनि हुन्छ प्लस सामानहरू पनि हामीलाई अप्ठ्यारो भयो भने टाइममै टेन्ट लाउन हेल्प पनि हुन्छ साइलेन्सर हल्लिया चाहिँ साइलेन्सर गराउनुपर्छ है तारले बाँधिदिउँला के
जाऊ जाऊ तिम्रो दुईटा जाऊ सिधा हाल न हाल 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 हजुर फेरि भन्नुहोस् त त्रिपुरा सुन्दरी नगरपालिका वार्ड नम्बर 2 मधु गाउँ हो यो नाइस यहाँबाट यो डाँडा काटेर माथि छ भने कति फिल्म सुटिङ गर्ने ठाउँ जस्तो छ क्या हो है यो माथिको छ नि रुख देख्छ नि माथिको रुख त्योभन्दा माथि गयो भने पुरै फिल्म सुटिङ गर्ने जस्तो ठाउँहरू कम्मै छैन तर त्यहाँ जान चाहिँ हिँडेर सम्भव लगभग गाडी होला हिँडेर गाह्रो भनेपछि त वाइल्ड बाइकमा सजिलो हुन्छ बाइकमा सजिलो जाँदै जानु यो बाटो खनेको छ तर यो खनेको मात्र युज नभएको बाटो मधु भन्ने ठाउँ चाहिँ है यो चाहिँ मधु भन्ने ठाउँ अनि यो डाँडाको पछाडि चाहिँ वाइल्ड भवाल भ्यू छ अरे अनि त्यो हिमालहरू छ यता भाइ यो हिमालहरू चाहिँ कुन हो यो पिक मात्रै हो है सानो पिक हो चढ्न त सकेला सब फेरि इक्विपमेन्टहरू छैन हामीसँग एउटा शेर्पा लगेर जानुपर्छ त्यहाँ मजा आएको छ अरे त ऊ त्यो परको गाउँ चाहिँ कुन रहेछ सु सुम सुम होइन क्या सु भन्ने ठाउँ अरे नाइस है हामीसँग चाहिँ ट्रेकिङमा यो भाइ भेट भएको थियो त्यो होटेलवाला दिदीको छोरा रहेछन् लास्टै गुड्छन् आए तिम्रो नाम भन त अनुप है तिमी प्लस 2 सकेर बसिरहेको है हजुर तिमी लास्ट तिम्रो फेसबुक आइडीहरू केही छ अनुप रावल टिकटकमा के छ भनिदेऊ टिकटकमा आइसो अनुप नाइस आइसो अनुप सही मेरो भाइ मधु है यो त यसको तल चाहिँ भेटीको छेउमा भएको त्यो नादा अनि हामी बसेर नि त्यहाँ त्रिपुराकोट भाइ चाहिँ हरिप रहेछन् भाइहरूले हामीलाई हरेक गाउँहरू सिकाइरहेछन् यसको यत्रो रूप त मैले कहिले देखेको पहाड गएर पनि उता अलिक ठेकिरहेको हो नेपालको चाहिँ आउँछ नि नेपालको त्यस्तो मजाले के छ
हेर्नु पर्ने ल गाइज अब चाहिँ हामीहरू यहाँदेखि निस्किनु गएको हाम्रो गेट पनि हो यो चाहिँ एयरपोर्टसित अनि सामान चाहिँ गाडीमा हालिदिइसक्यौँ हामीहरूले हामी चाहिँ अहिले यो पुरा सुन्दरी हावा छ यो के अरे त्रिपुरा 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 हो कि त्रिपुराको होइन अहिले सोधेर भन्नु लागेको छ हाम्रो त्रिपुराको चाहिँ लागेको छ अब गाडी काटेर माथिको चाहिँ कुन पिक हो हजुर माथिको त्यो हिमालहरू कुन हो खै नाम त ठिकै यो भन्ने छैन पुरै हिमालय चर्छ होला नि चर्छ नि चर्छ है वरिपरि माथि हाइट पाउँछ है सिजनको बेलामा कतिसम्म ल्याउनुहुन्छ हजुरको हजुर किलो किलो होइन ओटा है पिस हजुरहरू यो अनि मान्छेहरूले नै काट्थ्यो यो खोलाहरू चाहिँ यो पुल बनेको भर्खर 2 वर्ष पनि भएको पहिला चाहिँ बाइकले हेर्दै जान्थ्यो हजुर सामानहरू बोकेर लान्थ्यो आइसकेको छ है सेफोक्सिन्डोमा नुहाउनुपर्छ ल पौडिहाल्ने मलाई म फेरि कस्तो एकचोटि फसेँ कि भुमरीमा फसेँ अनि मलाई फेरि डर लाग्छ कि खोलामा चाहिँ हजुर तान्नुभएको तर भुमरीमा चाहिँ अहिले हामी केही गर्नै सक्दैन है हजुर वाह है
3 किलोमिटरसम्म हो एक आर्मीको एरिया छ यो दुनै भन्ने ठाउँमा त आएको है गोप्रो खोलिदिनु न भयो एकछिन निकाल्न गर्नुपर्छ होला
खुवाउन मलाई गाडी पनि पाएको रहेछ सही खाम न हामी यता बाइक राख्ने बन्दोबस्त गरेर पछाडिकोले हामी जाम बाइक राख्ने बन्दोबस्त गरौँ ल हजुर गए फोटो खिच्ने नै फोटो नखिच्ने बरु एकदिनमा भिडियो बनाइरहेको छु टिकट काउन्टर है हुन्छ चाहिँ यहाँ आइपुगेको एउटा हो यहाँ लास्ट पेजमा निकुञ्ज राष्ट्रिय निकुञ्ज छिर्यो बाइकको टायरको हालत चाहिँ यस्तो छ गाडीको हालत चाहिँ यस्तो छ टायर हो कि कसैको निधार हो थाहा नै छैन त्यही पनि मजाले यो हो सही त्यो डबल स्ट्यान्ड चाहिँ माथि घुराइदिनु नै स्ट्यान्ड माथि घुराइदिनु ठिक छ होइन यो ठिक छ जी पानी भनेर ल्याएको यहाँदेखि ट्रेक स्टार्ट भइसकेको छ यो चाहिँ हाम्रो निकुञ्ज है थ्याङ्क यू फर भिजिटिङ सेफोक्सुन्डो निकुञ्ज यो चाहिँ हेर्न सक्नुहुन्छ सेफोक्सुन्डो निकुञ्ज कार्यालय डोल्पा यहीँको ब्रोदरहरूले कति नै हेल्प गरिरहेको छ सबै कुराहरूमा त्यसरी यहाँसँग बाइक पनि लिन मिल्दैन ब्रोदरहरू यहीँको लोकल भएर चाहिँ हामीलाई धेरै कुरामा सहज भइरहेछ टिकटहरू काटिराख्नु भएको छ टिकट काउन्टर
चाहिँ हाम्रो सानो बेरी कस्तो दामी फ्लोमा गइरहेको छ। बोर्डहरू कहाँ के पर्छ के भिजेरी दुने साल्टाङ से गुम्बा फक्सुन रताल रिग्मो पोस्ट पुग्ने चारताल पुग्मो पोल स्टार्ट आवर ट्रेक चाहिँ भर्खर यहाँदेखि टिकटहरू काटेर जाम नानी हिँड जाने रहेछ केटा बोतल कसको फेरि यहाँ हामीहरूको हो के दाइलुरको दाइहरूको दाइहरू ल्याउनु कहिले त पानी खाऊँ। यो चाहिँ हामी थोरै त्यहाँदेखि अगाडि आयो भने देख्छौँ छ यस्तो राम्रो ठाउँ छ अति नै राम्रो है मुनि खोलाहरू सब पुरा राम्रो छ। Pani खाँदै चिसो हावा हाम्रो साथीहरू चाहिँ त्यहाँ पुगिसक्यो कस्तो रमाइलो राम्रो 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 अति नै बवाल भ्यूहरू देखिरहेको छ आनन्द लागिरहेको छ। उनीहरूको घर नजिकै रहेछ घरको पछि पछि जाने पछि होइन अघि जाने सके अघि जाऊँ
कस्तो चिसो मिठो होला नि गुलियो सानो हामी चाहिँ अहिले काग्नी भन्ने ठाउँमा आइपुग्यो। हजुरले देखेको त्यो पछाडिको गाउँ चाहिँ काग्नीको गाउँ हो। अहिले चाहिँ हामीहरू काग्नीमा छौँ। अब अगाडि बढ्दैछौँ। आज हामीहरूको स्टे कहाँ हुन्छ तपाईँहरूलाई देखाउँछौँ है अहिले गएर। यसो अहिले यहाँ काग्नी हामीलाई है डुल्पाको दुईजना ब्रदरहरूले हेल्प गरेको आफन्तको घरमा आइरहेको देख्न सक्नुहुन्छ। लोकल भाले Пойдет.
ओए ओए भनेर यसलाई थाम्तिर चल्लाको लागि खैरे यही पानीमा बनाइदिन्छु नि हजुर दाइले सुसु गरिराख्नु भएको थियो है यो साइको है झस्किरहेछ त पसिना कचौरा कतिवटा लाने कचौरा 6वटा हुन्छ 6वटा लगम सबैले त्यही खाँदा पनि हुन्छ हुन्छ एउटा कचौरा हस् त्यही गरौँ न ए हामीले जङ्गजी जङ्गल पनि सुन्नुभएको थियो हजुर अब त्यसको घाटी तङ्गा दिँदैन ब्रदरको आफूले चिया लिएर तपाईँ सबैजनालाई मजा नउठाइदिएको ल किन कुरा सुन्नु भएको छ कि कस्तो लागिरहेको छ हामीसँग घुम्दा रमाइलो भइरहेछ है ल ठिक छ रमाइलो गर्नु पर्यो बाटोमा रमाइलो गर्न बाँकी नै छ है हाम्रो उहाँ ब्रदर चाहिँ यहाँको बस्नु चाहिँ उता बुटोल बस्ने हामीसँगै अहिले हामीलाई गाइड गर्दै आउनु भएको छ कस्तो लागिरहेछ त हामीसँग आउँदा एकदम बेस्ट लागिरहेछ है तिम्रो नाम भनिदेऊ त सङ्गम काजी कार्की तिम्रो उमेर कति भयो 250 वर्षको भयो तिमी कतिमा पढ्छौ नि 1मा हो यहाँतिरको मान्छे खतरा हुन्छ के यहाँतिर एउटा जुरेली चरा बिचको क्लिप गर्नु अनि त्यो खेलाउनु न आउनु न भाइ 250 वर्ष खै बाहिर आऊ न भाइ बाहिर आऊ कहाँ गयो भाइ यहाँ आउँथे कसले खाँदा खाएन नखायो भने आउनु कुरा गरौँ न के आऊ न यहाँ मेन भाइरल मान्छे तिमी हो कि आऊ त यहाँ आऊ न कहाँ छौ यहाँ आउँदैनौ बन्दुक ल यो उस गर त चक्लेट राख लो खाऊ खाऊ के आऊ यहाँ आऊ यहाँ आऊ न अब खाऊ ल पख तिमीसँग बोल्दैन म फेरि ल न त यहाँ राखिदिन्छु म फेरि आऊ आऊ भने आऊ राख खाऊ नखायो छिटो थाहा भयो। छिटो थाहा भयो नानी पनि छ त्यहाँ नानीलाई पनि यहाँ थाहा भयो थाहा भयो भने भाइ छिटो अनि पाहुनाले दिएको थाप्नुपर्छ भने थाहा छैन थाहा भयो बाबु बाबु थाप्नुपर्छ
हेलो आउँछ क्या त्यस्तो त होइन जस्तै चाइनिज छुर्पीहरू चाइनिज बिस्कुटहरू ब्ल्याङ्केट यस्तो चिजहरू ल्याउँथ्यो क्या पहिला चाइनाबाट सबै काठमाडौँतिर आउँछ पहिला चाहिँ चाइनाबाट ल्याएको नेपालको झन्डा पुगेर हजुर जेलासा जेलासा है हामी चाहिँ अहिले जेलासामा काग्नीबाट जेलासा आइपुग्यो है जेलासा लाइक 2 घन्टा हिँड्यो होला होइन 2 घन्टाको हिँडाइमा दुनैदेखि यहाँ जेलासा आइपुग्दो रहेछ मजाले देख्न सक्नुहुन्छ राम्रो छ है साफलाई गर्छु म ट्रस्ट हुनु पर्या छैन फर्स्ट लाइफमा गरे धेरै रस धेरै चोटि भयो फेल कति चोटि भयो लस भान्सामा सक्या त्यो तेल बौई कुकिङ विथ द सस समय गइरहेको त चाहिँ अझै पालो कुर्दै बस देखिसकेँ मैले लाइफमा अति दामीदेखि वर्स दिमागमा कुरा नि कति मैले गरेँ होला गल्ती पहिला खाली बागो खल्टी अहिले भइँदैछ पर सोच्दिन पछि कोदर पछि गर नहोस् फर्ममा हामीसँग भिड्न सक्दैनस् देखाइदिए सेतो झन्डा तेरो घमण्डलाई कोची कोची फायर हान्छु बङमा छैन कोही प्रतिस्पर्धा आँखा रातो गल्छी गर्दा खुकी लाग्ला पछि पर्दा मैले हारबाट सिक्याएको छु त्यो पछि पर्दा यहाँ पहिल्यैदेखि आठ 9 बजी भयो नि पुग्छु होला है ए हामी उतादेखि यहाँ जतिको छ हजुर ए काग्नीदेखि यहाँको डबल होला है एक्सप्लोररको चलबल चाहिरहेछ है लोकल यति चाहिँ लोकल भएपछि यतिको चाहिँ हुने सही यो त कमै हो फक्सुन्दामा आफन्त छ भनेको यहाँको त कम नै हो यो त चिजहरू पिक्चर त के मेरो त सही मजा चाहिँ हाम्रो लागि दामी साँझको लागि चटनी पनि बनाइदिनु लाग्नु भएको छ सक्नुहुन्छ प्योर गोलभेडाको चटनी लोकल गोलभेडाको चटनी बाजे है हजुर राम्रो हुन्छ अति नै बाबुहरूको लागि लोकल ठाउँमा आएर लोकल हो यो हो नि त बाजे सही लोकल ठाउँमा आएर लोकल खानु पर्यो दाल र भात त जानी पाइहाल्छ नि यति भएपछि साँझ योसँग केसको रोटी हो अरे बाजे हामीले खाएको
तिते फापर र मिठे फापरको रोटी र यो चटनी भएपछि मजा आउँदैन त केटाहरू भनेर एकचोटि है ल बुवा गएको है हुन्छ बुवा हुन्छ हामी पसौँ आमा पसौँ खाजासाजा खाएर फेरि यहाँदेखि पनि जाउँ ल है ल बाबा ल केटा हो अब चलिदिनु पर्छ कहाँनिर ट्रेन हाल्ने मलाई थाहा छ हजुर कहाँले हाल्ने बस्नु ल हस् भाइ कट्टु हाल्ने तैँले भित्रबाट लगाए हुन्थ्यो कि कट्टु बोक्न हाल्दा त लगाउनु थियो कि जाडो छ बेसी हानेको छ जकेटहरू छ ल लगाउँदा बाहिर लगाउने बेसी मलाई त नलगाउनु यति ठिक छ यहाँ झुन्डा सिनो ए हुन्छ फेरि सिनुको साइड जस्तो से हुन्छ मिल्छ अरे है उता मिल्दैन अरे उता मिल्न त मिल्छ तर उता मान्छेको बस्तीहरू छैन यता फोन चार्जहरू गर्न मजाले मिल्छ क्या हामी यही ट्रेन लाइनमा बस्दिन मिल्छ अरे एक ग्राउन्डमा बस्न मिल्छ ए यस्तै देख्छु कि है हामीले शान्ता लाउनु दिदी टेप चक्कु नाइको यहाँ छैन हजुर लाउनु टेप पनि हाल्नु अलिकति यहाँ पनि हाल्छु अहिले त नखिच्दैन हुन्छ भोलि उठाउँदाखेरि खिचौँला खासै राम्रो पनि देख्दैन होला लाइक अहिले आज चाहिँ चक्कु त मिल्दैन होला है चक्कु छ सिसानो चक्कु दे त हो त्यसको फेरि के गइहाल्छ यो चाहिँ हाम्रो आगो बाल्ने ठाउँ हुँदैछ है त्यसरी राखौँ पछि नभए थोरै ढुङ्गा त्यहाँको मान्छे फेरि गइसकेको रहेछ अहिले तर चिकन सुप होइन यो भेज सुप चिकन भने होइन अघि न चिकन पनि छ चिकन भोलितिर खाम्ला आज सुकुटी छ सुकुटी खाम्ला
खोइ जुनेली रात केटा हो ट्याक बवाल जुन क्या बवाल गरिदिरहेछ चटनी हो चटनी होइन चटनी त मैले